नमस्ते, आज छौँ हामी एभरेस्ट एकाडेमीको 1900 वार्षिक उत्सवमा, जहाँ यो एभरेस्ट एकाडेमीले ट्राई गरेको छ यो वार्षिक उत्सवलाई धेरै फरक तरिकाले मनाउन। आज हामी हेर्नेछौँ एभरेस्ट एकाडेमीले के कुराहरू गरिरहेछ, जहाँ यता हेर्न सक्नुहुन्छ तपाईँ लोकल बिजनेसेसहरू छन्, लाइक यता आइसक्रिम बेचिरहेछन्, यता चटपटहरू बेचिरहेछन् र अरू कुराहरू बेचिरहेछन्। र त्यसै गरी तपाईँ यता हेर्छौँ भने हाम्रो स्टुडेन्टहरूले फुड फेस्टिभल लगाएको छ, आफ्नो खानेकुराहरू बेचिरहेछन्, यता डिफ्रेन्ट टाइपको गेमहरू, यता आर्ट ग्यालरी एन्ड उता धेरै कुराहरू छ। यो कुराहरू हामी पालो पालो देखाउनेछौँ। नमस्ते सर, हजुरलाई के लाग्छ आज कस्तो चलिरहेछ यो स्टुडेन्टहरू के गरिरहेछ? अब हाम्रो चाहिँ आज यो हेर्दाखेरि हाम्रो विभिन्न प्रकारका स्टलहरू, जसमा फुड स्टल छ, तपाईँको हाम्रो आर्ट स्टल छ, हाम्रो स्टिम स्टल छ, इभन हाम्रो प्लानेटोरियम भन्ने एउटा सोरे गरेर देखाउने त्यहाँनिर त्यो लागेको छ। विभिन्न प्रकारका गेमहरू छन् हैन, जसले गर्दाखेरि बच्चाहरूले चाहिँ आफ्नो कला देखाउनु पाएको छ। क्या कि एउटा बच्चाले तपाईँ देख्न सक्नुहुन्छ यहाँ 4-5 को बच्चा छन्, 3-4 को बच्चा छन्, इभन क्लास 11 को छ। यसले गर्दाखेरि के हुन्छ भने बच्चामा कन्फिडेन्ट आउँछ क्या कि मैले केही न केही गर्नु छ है। त्यही भएर हामीले चाहिँ अहिलेदेखि नै सिकाउनु पर्ने हुन्छ बच्चालाई आफै कसरी चाहिँ कमाउने भोलिको दिनमा। सबै बेला पढाइ चाहिँ काम लाग्दैन, बच्चाको यो पनि एउटा लर्निङ स्किल हो, त्यो सिकिरहेछन्, रमाइलो भइरहेछ चाहिँ। थ्याङ्क यू सर। ल हामी देखाउन गइरहेको छौँ। अब फर्स्टमा हामी जानेछौँ आइसक्रिमवाला ठेलामा। नमस्ते आन्टी, सन्चै हुनुहुन्छ? आजको बिक्री कस्तो रहेको छ? आज ठिकै छ बाबु, अलिअलि व्यापार भइरहेछ, चलिरहेछ। कतिको चल्छ? अलिअलि ठिकै छ बाबु। अलि चिसोको कारणले अहिले आइसक्रिम कम बिक्री भइरहेछ। अब यहाँ भित्रै खानेको व्यवस्था भएर पनि होला, त्यस्तो खासै त छैन, त्यही पनि अलिअलि ठिकै बेचिरहेछ। अरू दिन भन्दा आज बढी फाइदा भइरहेको छ कि घाटा भइरहेछ? अरू दिन भन्दा त बढी नै फाइदा भइरहेछ। त्यसो भए चाहिँ आज राम्रो चलिरहेछ। अब चाहिँ हामीहरू अब उता जाँदैछौँ, उताको पसलहरू त्यो सोधेर पब्लिक स्टलमा, अनि त्यसपछि हामीहरू एभरेस्ट एकाडेमीको स्टलतिर जानेछौँ र त्यहाँ पनि सोध्नेछौँ व्यापार चाहिँ कस्तो चलिरहेको छ, फाइदा भइरहेको छ कि घाटा भइरहेको छ भनेर सोध्नेछौँ। फुटबल गेम कस्तो चलिरहेछ, मतलब कस्तो टाइपले? फुटबलबाट खेलिने एउटा गेम हो, जहाँ हामीले टायरको भित्र गोल हान्नुपर्छ। यहाँ टाढाबाट 10 रुपियाँमा 3टा सर्ट पाइन्छ। हामीले 3टामा एउटा सर्ट हानेपछि रुपियाँ हामीलाई ट्रिपल भएर मिल्छ, 40 रुपियाँ मिल्छ। त्यसो भए पैसा मिल्छ जितेपछि? हजुर। हारेपछि? हारेपछि के नै, के मिल्दैन? निराशा मिल्छ हारेपछि। केमा खेल्न सक्छु? अब भने चाँदनी खेल्न गइरहेको छ, तपाईँहरू उसको म्याच हेर्नु होला है त, कस्तो खेल्ने रहेछ। ल अब चाँदनी चाहिँ बोल लिन आइसकेकी छ। अब एकछिनमा चाहिँ त्यो अब बल हान्नेवाली छ र त्यो होलमा चाहिँ बल छिरायो भने चाहिँ 40 रुपिस मिल्ने रे, अनि नछिरायो भनेपछि चाहिँ केही पनि नमिल्ने रे। एक चान्समा नभएर फेरि एक चान्समा बल नगएर फेरि दोस्रो ट्राई पनि गरिरहेकी चाहिँ, दोस्रो ट्राईमा पनि गएन। अब चाहिँ उसले नसकेर फेरि फर्केर आई। मैले चाहिँ खेल्न सकेन यता, यो गोल त गर्न सकेन। भाइहरू चाहिँ राम्रो गरिरहेको छन्, म देख्दैछु यता। अब हामी चाहिँ अर्को ठाउँमा गए। अर्को गुड आफ्टरनुन सर। गुड आफ्टरनुन बेटा। सर यहाँ के चलिरहेको छ? यहाँ चाहिँ हामी सोलर सिस्टम रिलेटेड केही भिडियोजहरू चाहिँ प्रदर्शन भइरहेछ। यसलाई हामी प्लानेटोरियम र मैले त अझ यसलाई के भन्छु भने यो विज्ञान घरको रूपमा लिन्छु र हामी यहाँनिर विद्यार्थीहरूलाई प्लानेट र सोलर सिस्टमको बारेमा हामी यहाँनिर अध्यापन कसरी सजिलो सहजीकरण गर्न सकिन्छ भनेर हामीले यो विज्ञान घर अथवा प्लानेटोरियम बोकेर आएका छौँ। र यति बेला पहिलो एउटा लटका विद्यार्थीहरू भित्र हुनुहुन्छ, लगभग 42 जना भित्र हुनुहुन्छ। यसपछि प्रत्येक विद्यार्थीहरूलाई हामीले चाहिँ र उहाँहरूले चाहिँ प्लानेट र सोलर सिस्टमको बारेमा अथवा दिनरात कसरी हुन्छ, मानवको उत्पत्ति कसरी भयो, यसका बारेमा विभिन्न विधाहरूमा चाहिँ हामीले भिडियोहरू सोहरू गराएर, यो हाम्रो फर्स्ट टाइम नै हो अतरियामा भन्नुपर्दा। योभन्दा अगाडि हामीले डडेलधुरामा गरेका थियौँ, बेलोरीमा गरेका थियौँ र यहाँ अतरियामा चाहिँ फर्स्ट टाइम नै हो। अनि क्लासमा पढाउँदाखेरि टिचरले, म पनि एज अ टिचर पढाउँछु होइन, तर मैले पढाएको कुराहरू कति विद्यार्थीले चाहिँ मनन गर्न सक्छ, कति बुझ्न सक्छ भन्ने कुराहरूलाई रियलिटी हामी चाहिँ प्रोजेक्ट वर्क बनाएर जसरी हेर्छौँ, यो पनि हाम्रो एउटा प्रोजेक्ट नै हो। सोलर सिस्टम भने के रहेछ, जस्तो हामी यसरी हेर्दाखेरि त यसको यो डोमको माथिपट्टि हेर्दाखेरि तारा कहाँ बस्नुपर्ने, मुन कता हुनुपर्ने, सबै कुराहरू देखेर बच्चाहरूलाई चाहिँ रियल फेस होस् भन्ने उद्देश्यले चाहिँ यो
आज हामी प्रदर्शनीमा छौँ। कतिपय कुराहरू हामीले किताबमा पढेर मात्र बुझ्दैनौँ कि कतिपय कुराहरू आफ्नो आँखाले देखेर पनि ज्ञान प्राप्त लिन सकिन्छ। त्यस्तै आँखाले देखेर राम्रोसँग ज्ञान प्राप्त लिनको लागि चाहिँ हाम्रो स्कुलले फेरि प्लानेटेरियमको व्यवस्था गरिदिएको थियो। भर्खरै हामीहरूले प्लानेटेरियम हेऱ्यौँ, अब चाहिँ यता के भइरहेको छ त्यो हेर्छौँ है त हामीहरू। यो गेम ट्राई नै गरेर देखाइदिन्छु कस्तो गेम भइरहेछ भन्ने है। ल हस् हुन्छ। ल ल्याउ खै एकछिन ट्राई गरेर देखाइदिनु। तपाईँहरू हेर्न सक्नुहुन्छ। बल्छी हो यो बोतललाई चाहिँ सिधा पारेर जसले सिधा पार्न सक्छ त्यसले त प्राइज पाउँछ है। ल हेर छोड त। ल मैले सकिनँ यस्तो हो, जसले सिधा गर्न सक्यो त्यसले चाहिँ यहाँ प्राइज पाउँछ। ल अहिलेसम्म कति कमाइ भएको छ? यो हामीले इडलीको बिजनेस पनि गरेको थियो, 2000 सम्म कम्यो अहिले आजकै दिन। ए त्यसपछि राम्रै चल्न छ। मेरो यो सब मेरै हो। हजुरको कति बिजनेसहरू छन् यता? म हिन्दीमा भन्छु। नमस्ते अंकल। नमस्ते नमस्ते। कैसा चल रहा है व्यापार? व्यापार ऐसे चल रहा, हल्का चल रहा है। ठीक ठाक? हाँ ठीक ठाक जी। और दिन से अच्छा कि बुरा? नहीं सही है। सही है आज? हाँ सही है आज। अच्छा अच्छा लगता है यहाँ पे। अच्छा हाँ अच्छा लगता है। धन्यवाद। अच्छा लगता है यहाँ पर। आज ये एवरेस्ट एकेडमी स्कूल में आके कैसा लग रहा है? अच्छा लग रहा है, बहुत बढ़िया लग रहा है। बहुत बढ़िया लग रहा है। बहुत अच्छा लगता है यहाँ पे, सब बच्चे लोग हैं, अच्छा लगता है। प्रोग्राम बढ़िया है। अच्छा बढ़िया है। हाँ बढ़िया अच्छा है। ये चल रहा है अच्छे से? हाँ चल रहा है। नमस्ते। म केही बेच्न